हरि ओम नमो नारायण। जय काल भैरव बाबा। भिडियो हेर्नुहुने सम्पूर्णमा नमस्कार। आज हामी सपनामा सर्पले टोके के हुन्छ भन्ने विषयमा चर्चा गर्न जाँदैछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। मानिसको जीवनमा अनेक थरीका सपनाहरू देखिन्छन्। तीमध्ये सपनामा सर्पले टोके के हुन्छ त भन्ने जिज्ञासा सबैमा हुन्छ। विशेष गरी बिहान 2 देखि 5 बजे भित्रका सपनाहरू लाग्ने गर्दछन्। अझै भनौँ 5 बजेदेखिको सपना त 1 कि 2 दिनमै पुरा हुन्छ। सपनामा सर्पले टोक्नु एक शुभ सपना हो। यसले धन वृद्धिको सङ्केत गर्दछ। यस सपनाले व्यवसायमा वृद्धिका साथै नसोचेको धन लाभ हुने सङ्केत पनि गर्दछ। यति मात्र नभई सम्मान तथा इज्जत बढ्ने कुराको पनि सङ्केत गर्दछ। त्यसकारण यदि सपनामा सर्पले टोकेको देख्नुभयो भने बिहानै उठी सफासुग्घर गरे यानि कि नुहाइ धुवाइ गरी आफूले मान्ने वा पुज्ने गरेका इष्ट भगवानको पूजापाठ गर्नुपर्दछ। यसो गर्नाले सपनाको फल तत्कालै मिल्दछ। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो यस भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। प्रतिक्रियाको लागि कमेन्ट बक्समा गई दिन सक्नुहुन्छ। यदि हजुरहरूलाई यस्तै भिडियो आउने दिनहरूमा पनि हेर्नु मन छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुहोला।